हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल फोर फिङ्गर्स। तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को एउटा नयाँ भिडियोमा। र आज मैले लिएर आएको छु रकेट्सको रङ्ग भन्ने गीतको गिटार लेसन। म यो भिडियोमा तपाईँहरूलाई सिकाउने छु यो गीतमा युज भएको कर्ड्सहरू अनि स्ट्रमिङ प्याटर्न लिरिक्ससँग कसरी बजाउने भनेर म तपाईँहरूलाई सिकाउन जाँदैछु। आउनुहोस् ढिला नगरी सुरु गरौँ आजको यो नयाँ भिडियो। यो गीतमा युज भएको कर्ड्सहरू चाहिँ छ ई माइनर अनि एसएस2, त्यसपछि छ सी शार्प माइनर 7 यस्तो हुन्छ, फोर्थबाट सी शार्प माइनर 7 अनि अर्को कर्ड रहेको छ B+4 र यो गीतमा युज भएको स्ट्रमिङ प्याटर्न चाहिँ चाहिँ कस्तो हुन्छ नि डाउन डाउन अप डाउन अप डाउन डाउन अप डाउन अप डाउन डाउन अप डाउन अप गरे पनि भयो, डाउन अप अप डाउन अप अप डाउन अप अप डाउन जस्तो गर्दा नि भयो। यसमा यो गीतहरू चाहिँ कसरी जान्छ भने म तपाईँहरूलाई लिरिक्स पनि राखिदिन्छु यहाँ, तर लिरिक्स र कर्ड्स नै राखिदिन्छु यहाँ गीत सँगसँगै है त। र यो गीतको सुरुवात चाहिँ कसरी हुन्छ भने ई माइनरबाट सुरु हुन्छ, ट्यागको जाने कस्तो हुन्छ नि तिम्रो आँखामा डुबिसकेछु मलाई निकाल्न नखोज, मेरो गीतको भाका बनेछौ मलाई मात्रै तिमी गाइदेऊ न। त्यसपछि सी शार्प माइनर जीवनभरिका B+4 लागि फेरि सम्झना बनिदिनु। यसरी जान्छ। म तपाईँलाई गीत गाएर पनि सुनाइदिन्छु। मैले पनि थोरै प्र्याक्टिस गरेको छु, मेरो पनि यो फेभरेट गीत नै हो, त्यही भएर म यहाँ गीत र म तपाईँहरूलाई यहाँ तल उयो राखिदिन्छु। मैले बजाउँदै गीत गाउँदै गरेको चाहिँ तपाईँहरूले विचार गरेर त्यसरी नै बजाउनु होला। र म यहाँनिर तल तपाईँलाई लिरिक्स अनि कर्ड्स पनि राखिदिन्छु कसरी हुन्छ भनेर। मलाई गीत चाहिँ कसरी हुन्छ भने तिम्रो आँखामा डुबिसकेछु मलाई निकाल्न नखोज, मेरो गीतको भाका बनेछौ मलाई मात्रै तिमी गाइदेऊ न। जीवनभरिका लागि सम्झना बनिदिनु, म हाँसिदिउँला सधैँ तिमी हाँसोमा रङ्ग थपी। बादल बनेर आए नि हुन्छ, घाम बनेर छाए पनि, शब्द बनेर बसे नि हुन्छ, लय बनेर गाए पनि, मनको कुनै कुनामा किन पुरै मनमा बसी कर्ड्सहरू स्ट्रमिङ प्याटर्नहरू यति नै थियो। र कर्ड्सहरू लिरिक्समा कहाँ कहाँनिर छ भनेर पनि तपाईँहरूले देख्नुभयो होला। तपाईँहरूले नै यसरी नै हेरेर सिकेर बजाउनु होला। र यति भन्दै आजको यो भिडियो यति नै। अर्को भिडियो फेरि लिएर आउने नै छु, त्यति बेलासम्मको लागि टाटा।